नमस्कार। राजेन्द्र यात्रा ब्लगमा यहाँलाई स्वागत छ। मेरो बुवाले टङ्कनाथ शर्माले लेख्नुभएको मुक्तिनाथ यात्राको बारेमा मैले दिनदिनै दुईवटा भाग हालिसकेँ। अब तेस्रो भागमा चाहिँ यात्राको चौथो दिनदेखि लिएर 7औं दिनसम्मको तेस्रो भाग राख्नेछु र अर्को भाग नेक्स्ट भागमा सायद मुक्तिनाथ यात्रा पुरा हुन्छ होला। मेरो बुवालाई चिन्नुहुने, हामीलाई चिन्नुहुने र बुवाको कविता सुन्नुहुने मानिसहरूले यो हेरिदिनु होला र नयाँ मानिसहरूलाई नि 50-40 वर्ष अगाडिको यात्रा कस्तो के थियो भन्ने जानकारी हुन्छ र ठाउँको कुन ठाउँ के कस्तो भन्ने पनि जानकारी हुनेछ। त्यसैले यस्ता मन हुने मानिसहरूको लागि भनेर मैले यो भनिरहेको छु र बुवाको इच्छा पनि त्यो यसो कसैलाई सुनाइदिए हुन्थ्यो भन्ने भएको हुनाले म यो भन्न लागिरहेको छु। हेर्ने नहेर्ने यहाँहरूको आफ्नो विचार हो। म भाग 3 यात्राको चौथो दिनदेखि लिएर यात्राको 7औं दिनसम्मको वर्णन अहिले म भन्नेछु। प्रभातैमा उठी फेरि हिँडनी निश्चित गरी मन बाटो लागि चलिहाल्यौं नाम जप्दै हरिकन। बिहानैको धेरै शीतल हिँड्न नै हुन्छ फाइदा भुइँकलमा चढे जस्तै सिँढी छन् हेर कायदा। चौतारी छन् सफा चट्ट बस्नै मन कन लाग्दछ 5 मिनेट बस्दामा थकाइ पनि भाग्दछ। उल्लेरी नाम हो त्यसको उकालो छ 3 कोस हिमाली क्षेत्र यो त हावा खाएर लाग्छ पोस। पन्ठारी पुगियो फेरि नाङ्गे ठाँटेर हामपाल देउरालीमा पुगी फेरि खाना खान झिकेर थाल। खाना खाई हिँडिहाल्यौं घन्च्याङ गुन्चुङ गरिकन हिँडेको आज 3 दिन भो नदुखोस् पो गोडा पो किन। चित्रे शिखर धारा भई नाला पानी पुगी बस्यौं जाडोको ठाउँ हो त्यो त थकालीका घरमा पस्यौं। तीर्थयात्रुहरू धेरै जम्मा भई बस्यो त्यहाँ भजनका तालीमा रात बिताएता सबले यहाँ। ताता पानी भनेर नाम पहिले सुनिलिएका थियौं अहिले त घरबाट आइकन त सब दृश्य देखिल्यौं। शिला पत्थरबाट पानी झर्नी बुलबुल गरी बुँदछरी अग्नि ज्वालामा तताइकन त खटखट उमाले सरी। 2 कुरा बनाई फेरि त्यही नै एक धर्मशाला पनि कृष्णा गण्डकीको किनार पनि हो अत्यन्त राम्रो छ नि। धार्मिक जन सब भई गयौं त्यही अनि त्यही गहिरो खाडीमा रोग नाश होस् भनिकन बस्यौं 2 घण्टा पानीमा। त्यहाँबाट हिँडी दाना घाँस लेते पुगी सब काला पानी पुगी घम्पु पुड्के ठाँटी पुगी अब। बसियो बिहानै बास भोलि हिँड्छौं जसो तसो भोलि पल्ट पुगी लान्जुङ खन्ती थाक कटुन्जे खोला। बसियो त्यही नै बास भोलि हिँड्छौं जसो होला भोलि पल्ट पुगी लान्जुङ खन्ती थाक कटुन्जे खोला। मार्फा स्याङ्जा हुँदै फेरि जुमसुम अड्डा पुगिकन एक्ले भट्टी सबै छोडी लम्क्यौं कागबनी तीर्थ पुगन। केही बेरमा पुगिहाल्यौं कागबेनी लामाको घर भित्रै बस्न पाइयो थकाली तिनको थर। खाना खाई सुतेर राति बिचमा 12 बजी 1 भयो लाइट मागी लिएर त्यही घरीमा भाइ त बाहिरै गयो। फर्की आई बसेर केही स्थलमा वाक गरेको जसै गानु दुख्न गयो भनेर उठी फेरि दबाई खाथ्यो तसै
बाँकी रात बित्यो बसिकन त्यहाँ उज्यालो भइगयो अनि बेता बन्न गयो यसै बखतमा आँखा त चिम्ल्यो पनि बोक्सीको छलो भनेर सबले फुकझार पारे तर कम्ती कति नभई बढेर गइगयो नारी हराएछ र रूपरेखा पनि बिग्रियो अनि फगत दम मात्र बाँकी छ नि नारायण नाम जपेर उनको कानसामु सुनायौं पनि गंगा जल कन ल्याई खुवाई अनि फेर विद्युत धरी माछमा बुढाबुढी सिवाय कोही अरू त छैनन् हेर साथमा जुन भाइ दरिलो थियो र अहिले आइपुगे थियौं यहाँ हामीलाई त यहीँ छोडिकन त जानी भयो स्वर्गमा लामाको घरभित्र मर्न त कठै दिन नै भएन तर बुढाबुढी भइकन तानिकन त बोकी ल्यायौं बाहिर आजैको दिनमा त पितृहरूको तर्पण गरौँला अनि माथि गइकन मुक्तिनाथ हरिको दर्शन गरौँला पनि भन्ने सुर मनको थियो हरशिवे कस्तो विपदमा पर्यौं रुँदैमा पनि कण्ठ सब सुकिसक्यो हामी दुवै लौ मर्यौं यस्ता रीतसितले त 8 बजिगो 9 बाज्न लाग्यो अनि नारीसम्म चलेन टिक्क हुनगो आँखा खुलेनन् पनि चेष्टा केही फिर्यो त्यही बखतमा आनन्द मन भो जब मुक्तिनाथजीको त दर्शन गरेर फर्केर आऊ तब फिक्री गर्नुहुन्न हेर बुझिलौ आपत्ति पर्दा महा तिनको मार्ग उकालो नै छ बता मन्दिरहरू छन् जहाँ भाइको गतियो भयो शिव हरे मैले के गर्नु छ र एक्लै गइकन नाथका चरणमा हात जोडी बिन्ती गर यति बात गरेर चट्ट बुढिया लट्ठीली साथमा बरबर आँसु चुहाउँदै हिँडी गइन् कोही छैन लौ साथमा दरो साथी त कोही छैन भगवान एक्लै बुढिया हिँडिन् केही माथि त बाटो नै पनि छ रे थकाली गाउँका पिँढी थकालीहरूले लगिकन हरे लुकाएकी राडीमा हावाले पनि ढुनमुन्याई अनि के पुर्यायो कि खाडीमा जस्तै दुःख परे पनि दुईजना हाँसी बसेकै थियौं आपत भारी परे कति पटक लौ व्यवहार सम्हाली गर्यौं मुक्तिनाथलाई सम्झे मनमा कागबेनीको बास छ अहिले त बुढिया बिछोड हुँदिनन् आउँछिन् भरे आश छ यस्तै तर्क गरेर 3 पनि बज्यो बुढिया थरथर गरी आइछन् ताही नजर परिगयो आँसु झरे बरबरी भोलि पल्ट त शिक्षक प्रहरी आई भने यी कुरा हामी यहीँ बसेर चाकडी पनि गर्छौं यिनैको पुरा माथि गइकन मुक्तिनाथ हरिको दर्शन गरी आउनुहोस् बिरामीकन सम्झी पानी जल सब प्रसाद झिके ल्याउनुहोस् यति आड दिएर साथीहरूले दोबान चट्ट झरे स्नानै पहिले गरी त्यही स्थल बिचमा पितृको तर्पण गरे यति काम गरेर पितृहरूको सम्झना गर्दै गरी उत्तरतर्फ लागियो र चढियो उकालो स्वास्वा गरी केही माथि गएपछि पुगेन गो झारकोट भन्ने महा माछा पुछ्रे हिमाल देखिन त उत्तरपट्टि पाखामा अञ्चल पनि बुझ्नु पर्दछ सबले धौलागिरी नै भयो जिल्लाको पनि नाम भन्छु बुझ्नुहोस् मुस्ताङ नै पर्छ यो सरकारको पनि पूर्ण दृष्टि छ सब सखे त्यो पुण्य क्षेत्रैमा धार्मिक जन र तपस्वी यात्रीहरूलाई बस्ने सबै ठिक तहाँ पहिला नै गई भेटिने गजबको त्यो रानी पौवा पनि संरक्षण गर्न निमित्त पनि छन् चौकी प्रहरी अनि मन्दिरदेखि त बाहिरै वरिपरि पर्खाल छ राम्रो तहाँ
ढोकाबाट पसेर जानुपर्ने मन्दिरहरू छन् जहाँ टङ टङ गरी घन्टीको आवाज सुन्दा खुसी भो मन। कल्याण खातिरमा सबैजना मिली कीर्तन पनि गर्दछन्। नारायण भनेर नाम जपतै साधु त्यहीँ बस्दछन्। थरथर गरेर स्नान गर्न सबजना धारामा पस्दछन्। के गर्नु हिउँको त पानी पग्ली धारा झरेको जहाँ। सब दिन धार्मिक जन गएर त्यही नै खाली त हुन्थ्यो कहाँ। बग्नी गण्डकी कालीहरू पनि लौ सेतो र कालो जल। उफ्रँदै गइकन भेट हुन्छ बुझ्नुहोस् कागवेनी भन्छन् तल। मानिसहरू सबै गएर त्यही नै दोबान पर्ने जहाँ। ऋषि थापेर श्राद्धहरू गर्छन् पितृहरूको तहाँ। तपस्या गर्न निमित्त अघि नै सप्तर्षिहरू पनि त्यही नै हरिको त मन्त्र जपेछन् उनकै समीपमा नि। टेकी जुन गएको त लट्ठी सबले गाडी दिए बाहिर। पिपलको रुख नै बढेछन् हरे देखिन्छ त्यहीँनेर। सातवटै रुखहरू छन् समीपमा सुन्दर बहुतै भई। तीर्थयात्रुहरू पुगेर त्यही नै बस्ने सरासर गरी। छहारी रुखको भएर सबजन रात्रिको बीचमा पनि आनन्दैसँग सुत्दछन्। बुझिलिनुहोस् क्या राम्रो ठाउँ छ नि। आफ्ना पितृहरू पुजेर सबले धूपदीप बत्ती बालिकन पिण्डै पाती गरेर माझ नदीमा सेलाइ फिर्छन् सुन। पहिला भेट्न जान्छ त्यही नजिककै श्री पार्वती शम्भुको। त्यही स्थल नजिकैमा बनिएको सिद्धि विनायकजीको मन्दिरमा त गरेर दर्शन अनि फेरि हनुमानको। त्यहाँबाट चढेर पहुँचिकन त भेटिन्छ मुक्तिजीको। देख्दैमा त प्रसन्न भो मन हरे त्यो देव देवी स्थल। सारा पापहरू नाश गराइकन त मुक्ति दिनेछन् फल। वरिपरि पानी मन्दिर चित्र सबै झरेका छरर गरी धारा 108 झरेका। टल गरी टल्क्यो मुक्तिनाथको त मन्दिर सलल गरी पग्ल्यो हिउँ सोतै छ त्यो भिर। यस्तो सब नजरे गरेर पुगियो 108 धाराको। तिनै फेरि घुमी स्नान गरेर सकियो आएको लौसार भो। मन्दिरकै पनि लौ सजावट त्यहाँ क्या राम्रो देखिन्छ नि। फिर्न त सबजना खुसी हुँदै मुक्ति मिलोस् लौ भनी। घण्टाहरू बजाउँदै सबजना बत्तीली हातमा। फुलपाती अबिरै छरेर हिँडनी मुक्तिजीका गाथमा। कन्या केटीहरू छन् पुजारी बुझ्नुहोस् सिकाउँछन् हामीलाई। पूजाहरू गरेर भन्दछन् पनि प्रसाद लानु सधैँ। यस्ता कोमल बाणीका तिनी हेर नम्र त बहुतै बचन। थकालीहरूका त छोरी माइली पुजारी तिनै रहछन्। जेठी कान्छी त हुन्न है बुझिलिनुहोस् माइलीले पुज्ने हरि। पूजा पाठ त सब दिनै गरिकनै जाँदा रहेछन् तरी। विवाह नगरेर पुज्नु परनी देउता विधानले सब। अर्की माइली नै खडा भइन् भनी विवाह हुने तब। प्राचीन कालदेखि नै स्थिति त्यही गर्दै गरी ल्याएका। मुक्ति क्षेत्र पुगौँ भनेर जनधेर टाढादेखि आएका। काली गण्डकी त प्रसिद्ध नदी हुन् हिमाली गङ्गा उनै। शालिग्राम पनि मिल्दछ त्यही नदीमा गोलचक्रवाला कुनै। उत्तर भैरवनाथ हुन् पूर्वमा ज्वालामुखी झल्कने।
हामीले लगी बत्तीको जोसी जलमा झट्टै त्यहीँ सल्कने। यस्तो दर्शन सब गरिकन हिँड्यौं जलपाती बोकिकन। कागबेनी झर्यो र भाइकन त उस्तै बिरामी छन्। बोलाएर कसिलो गरिकन त्यहाँ आँखा त हेरौँ पनि। मुख धोइकन पातीलाई पहिले त्यही जल खुवाए अनि। गर्नसम्म सब उपाय गरिसके लागेन पत्ता जब। बोक्ने मानिस खोजी ल्याई त्यही दिनमा जोमसोम पुर्याए तब। डाक्टरहरू मिलेर जाँची सबले भन्छन् बिरामी निकै नराम्रो भएको रहेछ बुझ्नुहोस् पोखरा लानुहोस् छिटै भन्ने बात गरेर टिकट पनि प्लेनको मिलाइदिए। बिरामीकन बोकी चाहिँ स्थलमा पुर्याउन डाक्टर आए। त्यहाँबाट उडी पुगेर पोखरा हेलपोस्टकै चोकमा इमर्जेन्सी भनेर नाम पनि त देखियो त्यो ढोकामा। उतारिकन राखियो र त्यहीँ नै आएर डाक्टर सब जाँची बुझ गरेर भन्दछन् छिट्टै दबाई ल्याउनुहोस् अब। झटपट गइकन मेडिकल पुगिकनै दबाई चाहिए जति गर्नसम्म त चाकडी पनि गरे। केही दिन त भोकै परे। आफू शम्भु आएर एकछिन बसिदिँदा चिया खाने सुर गरे। खाना खाइसकेर फेरि बसियो रात दिन जागराम गरी। सेती गण्डकी र विन्ध्यवासिनीकनै बाहिरको ध्यान गरी। बुढिया पनि त उसै दिनमा पहुँचेर घरमा गई। खबर भेजिदिएर सिन्धुलीमा आनन्दले नै रही। आफूलाई त कष्ट नै परिगयो झाडा पिसाब धोइकन। धोतीहरू लगेर सफा गर्दा लाग्दैनथ्यो कि घिन किन। छोराहरू कनै पुगेर समाचार दौडेर आए त्यही। बाबाको अनुहार देखिकन त खुब रुन थाले तै। चिन्ताले गरेर केही हुन्न बुझिल्यो गर्ने जति काम गरे। बिरामी कन ठिक्क हुन्छ अब त काठमाडौँमा नै सरे। छोरा भइकन धैर्य नै गरिलिनु आपत्ति जस्तो परोस्। फिक्री गर्नु हुँदैन बुद्धिजनले पहाड शिरमा झरोस्। दृढ भइकन गर्नुपर्छ सब काम सङ्कष्ट जो पर्दछ। हिम्मत हार्नु हुँदैन त्यस बखतमा कष्टादि बढ्दछ। यति बात गरेर गढी बीचमा बिरामी राखिकन काठमाडौँ तर्फै गएर तिनीहरू के भो म त जान्दिन। घरमा आई बसेर रात दिन उनै मुक्तिजीको सम्झना गर्दैछु भगवान सदा दिनै दृष्टि दिनुहोस् ममा। यसरी मुक्ति क्षेत्रको यात्रा 3 भागमा गरेर मैले पढेर वाचन गरेको छु। अब यसभन्दा अगाडि कागबेनी र जड भरतको प्रसङ्ग, विन्ध्यवासिनी मन्दिरको स्तुति र यो मुक्तिनाथको स्तुति गरेर अर्को एउटा भाग भएपछि त्यो मुक्ति क्षेत्रको चाहिँ यात्रा सकिन्छ। त्यसपछि म उहाँहरूले गर्नुभएको 4 धाम यात्राको बारेमा वर्णन गर्नेछु। हस् त।